हजुर नमस्कार। तपाईहरुलाई हाम्रो यो YouTube च्यानलमा स्वागत गर्न चाहन्छु। सर्वप्रथम त आज तपाईहरुलाई मैले यो कैद गरिरहेको दृश्य चाहिँ ओसाकामा रहेको नागाई पार्कको नाइट भ्यू हो। यहाँ भित्र हामी छिरिसके पछाडी सायद 1500-2000 जति पैसा पर व्यक्ति लाग्छ। अनि हामी त्यहाँबाट भित्र छिरिसके पछाडीको यो साँझको दृश्य अत्यन्तै शान्त अनि मनमोहक अथवा भनौँ मेडिटेसन गरे जस्तै खालको एउटा इन्भाइरोमेन्ट क्रिएट गरिदिएको छ। अनि यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ यो बलुनलाई चाहिँ एउटा डाइनोसोर्सको अन्डा टाइपको चाहिँ बनाएर त्यसमा लाइटहरु जडान गरिएको छ र तिनीहरुले गर्दा यो साँच्चै नै रमाइलो थपेको छ। तपाईहरुसँग टाइम छ भने एकचोटी त्यो ठाउँ घुम्न जाँदा एकदम माइन्डलाई चाहिँ फ्रेश बनाउँछ। त्यसपछि हामी पनि फ्यामिलीसँग गएका थियौँ। दाइ सरोजको फ्यामिली र म र मेरो अर्लाङ्गे विषय गएका थियौँ। एकदम रमाइलो भयो। साँझ हामी अबेर 8-9 बजेसम्म त्यहीँ घुम्यौँ। त्यसपछि जति सक्छौँ मोबाइलमा क्याप्चर गरेर हजुरहरूलाई यो सेयर गर्दैछु। राम्रो छ, रमाइलो छ, एकदम मनमोहक छ। यी जोडिएका लाइटहरूले यहाँ भएको प्राकृतिक कुराहरूलाई पनि यो आर्टिफिसियल इन्टेलिजेन्स तिर मोडिदिएको छ। यानि कि कुनै फिल्मको सुटिङ भइरहेको छ जस्तो भान हुन्छ हामी आफै छिर्दाखेरि पनि एकदम ठिक छ नि। हजुर यता कुरा पनि हुँदैछ। त्यही भएको हुनाले यो अत्यन्तै राम्रो छ। सो जापानले साँच्चै नै भन्ने हो भने प्रकृतिलाई कहीँ कतै चोट नपुर्याइकन अनि आफ्नो विकासलाई चाहिँ चरम बिन्दुमा पुर्याएको हामीले महसुस गर्न सक्छौँ। सो यसमा देखिएका यी दृश्यहरूले सायद तपाईहरुलाई पनि त्यो ठाउँ घुम्न जाम जस्तो पक्कै पनि लाग्नेछ। त्यही भएको हुनाले यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ कि यो रुखहरू त सबै हरियाली छन्, तर यिनीहरूमा जब लाइट पर्छ, विभिन्न कलरफुल लाइटहरू पर्छ, त्यसपछि यो हाम्रो ब्रह्माण्ड होइन कि क्या हो, हामी अर्कै ब्रह्माण्डमा छौँ कि क्या हो जस्तो खालको हामीलाई फिल गराउँछ। यही नै हो जापानको एउटा राम्रो अथवा भनौँ सुन्दर पक्ष। तर यति भन्दै पनि फेरि धेरै हामी लाइटमा बस्यौँ र लङ टर्म त्यतातिर घुमिरह्यो भने चाहिँ अलिकति हाम्रो आँखाहरूमा चाहिँ त्यो अलि इफेक्ट गर्ने रहेछ जस्तो लाग्यो मलाई। किनभने आँखाहरू अलिअलि त्यो पोल्यो, सायद लाइटहरू बढी भएकोले होला। अत्यन्तै मनमोहक दृश्य। म छोरीलाई देखाउँदैछु। छोरी अलिकति डराएको कि जस्तो फिल भइरहेछ। उहाँ चाहिँ भाउजू हुनुहुन्छ। दाइ उतापट्टि मोबाइल आफै बिजी हुनुहुन्छ, व्यस्त हुनुहुन्छ। मैले लाइभमा फेरि अब इन्ट्रेस्टिङ छ हाम्रो यो साँझको एउटा रमाइलो मनोरञ्जनात्मक टुर। So yeah, it's very nice and interesting too. तर त्यो बेला मान्छेहरूको भिडभाड पनि एकदम थियो। तर त्यहाँ एउटा यस्तो म्युजिक बज्छ कि त्यो म्युजिकले मान्छेहरू हल्ला नगरिकन आफू चाहिँ प्रेमिका भए उनीहरूसँग पनि जाने, घुम्ने डुल्ने, अनि एक्लै भएका मान्छेहरू पनि त्यो भित्र पसेर आफूलाई चाहिँ त्यही हराइदिने टाइपको एउटा हुन्छ नि त, शान्त बनाएर काम डाउन बेबी भने जस्तो एकदम शान्त स्वभावमा चाहिँ आफूलाई बिर्सिदिने त्यो खालको एउटा इन्भाइरोमेन्ट चाहिँ त्यहाँ प्रष्ट रूपमा देख्न सकिन्छ। अनि अहिले देखेका चाहिँ बाहिरका दृश्यहरू हुन्। सायद हामी त्यहाँबाट निस्किँदैछौँ। अब त्यो भित्र धेरै लाइटले आँखाहरू अलिकति
चिलाउन थालिसके पछाडि हामी चाहिँ अब यता फुलको गार्डनतिर आएका छौँ। फुल पनि यो हामीले त हाम्रो देशमा चाहिँ यसलाई सायद झारहरू हुन्छ नि, त्यो बोके झार समथिङ के भन्छ, त्यो झार जस्तै खालको छ। तर त्यसैलाई चाहिँ यिनीहरूले फुल धेरै फुलाएपछि फुलको एउटा बगैँचा जस्तै बनाएका छन्। र त्यो पनि फेरि अत्याधिक के भन्छ अब परिश्रम मेहनत गरेर बनाएकोले सायद मनमोहक बनाउँछ जो कोहीलाई। त्यसैले त्यहाँ चाहिँ धेरै मान्छेहरूको भिडभाड, फोटोहरू खिच्ने होइन, रमाइलो गर्ने त्यो खालको एउटा चाहिँ भिडभाड हामी देख्न सक्छौँ। सो या फेरि पनि भन्छु म तपाईँहरूलाई, इफ यु हेभ टाइम प्लिज डोन्ट फर्गेट टु It's really nice and beautiful place. Okay, किनभने हामी काम भन्दै जापानमा चाहिँ अलिकति हामी लाइफ यहाँनिर बिजी हुन्छ नि त। हो त्यो बिजीनेसलाई चाहिँ हामीले केही हदसम्म भए पनि यो ठाउँमा गएर आफ्नो बिजनेसलाई चाहिँ शान्त गराउनु, काम बनाइ आफूले हराउँछ जस्तो लाग्छ। Thanks for watching. Don't forget to like, share and subscribe.